नमस्ते। आज हामी एउटा यस्तो कथामा डुबुल्की मार्दैछौँ जहाँ एकजना गुरु र उनको चेला छन्। तर यो कुनै साधारण गुरुचेलाको कथा होइन, यो त नेपाली साहित्यको एउटा उत्कृष्ट हास्य व्यङ्ग्य हो। ल, कथा सुरु हुन्छ बिहानको चिसमिसेमा नेपालको एकदमै पवित्र तर उत्तिकै कोलाहलपूर्ण ठाउँ पशुपतिनाथ मन्दिरबाट। सोच्नुहोस् त, त्यो माहौल कस्तो होला। एकातिर मन्त्रको आवाज, अर्कोतिर भक्तहरूले दिएको प्रसाद खोज्न ढुकेर बसेका बाँदरहरू अनि पवित्र साँडेहरूको ड्याई ड्याई। साँच्चै जीवन छरपष्ट भएको एउटा अनौठो संसार। अनि यही भिडको बीचमा हुनुहुन्छ हाम्रा कथाका मुख्य पात्र, ज्ञानी ध्यानी मानिने पण्डित राधेश्याम। अनि उनको छाया बनेर पछि पछि हिँड्छ एउटा कलिलो अनाथ बालक चेतु। उसका लागि त गुरु भनेकै भगवान हुन्, संसारको सबैभन्दा ठूलो शिक्षक। लौ त कथाको पहिलो अध्याय सुरु गरौँ। यहाँ हामी हाम्रा पात्रहरूलाई नजिकबाट चिन्छौँ अनि कथाको मुख्य गाँठो पनि यही छ। त्यो हो जे देखिन्छ र जे वास्तविक हो त्यसबीचको ठूलो खाडल। बाहिरबाट हेर्दा त पण्डित राधेश्याम धर्मकर्ममा लीन, एकदमै सादा जीवन बिताउने, मन्दिरको समुदायमा सबैले मान्ने व्यक्ति देखिन्छन्। तर असली रमाइलो त तब सुरु हुन्छ जब चेतुले धर्मग्रन्थबाट एउटा सोझो प्रश्न सोध्छ। गुरुको जवाफ सुन्नुहोस् त। उनको भित्र लुकेको भौतिकवादी र अलि व्यङ्ग्यात्मक सोच यही छर्लङ्ग हुन्छ। यो उहाँको पाखण्डी चरित्रको पहिलो हास्यास्पद झलक हो। अब बिचरा चेतु, उसलाई के थाहा? ऊ त गुरुले जे भन्यो त्यही पत्याउँछ। मनमनै सोध्छ, वाह, अरूका गुरु त के गुरु होलान् र, मेरा गुरु त गुरुहरूका पनि गुरु हुन्। ल अब जाउँ दोस्रो अध्यायमा। यहाँ चेतुको पढाइले एउटा गजबको मोड लिन्छ। शास्त्रका कुरा सकियो, अब सुरु हुन्छ जिन्दगीको पाठ, त्यो पनि गुरुको आफ्नै स्टाइलमा। गुरुजीले पढाउन थाल्नुहुन्छ अलङ्कार शास्त्र। तर यो कुनै किताबको अलङ्कार होइन, यो त बाटोमा हिँड्ने महिलाहरूको शारीरिक बनावटको वर्गीकरण हो। कस्तो व्यङ्ग्य, होइन त? धर्मको खोल ओढेर हुने पाखण्डको यो एउटा उत्कृष्ट उदाहरण हो। अब चेतु पनि के कम, गुरुले दिएको होमवर्क गर्न लागि परिहाल्छ। उसको फिल्ड रिसर्च सुरु हुन्छ। फुर्सद पायो कि महिलाहरूलाई हेरेर उनीहरू कुन श्रेणीमा पर्छन् भनेर अध्ययन गर्न थाल्छ। अनि आउँछ कथाको त्यो रमाइलो क्षण। चेतुले गुरुलाई सफाईकर्मी राम प्यारीसँग कुरा गरिरहेको देख्छ अनि आफूले सिकेको ज्ञान प्रयोग गर्दै दगुरेर गएर गर्वका साथ घोषणा गर्छ। उसले सोच्यो होला स्याबासी पाउँछु, तर पायो के? झनन्न हुने गरी गालामा एक झापड। अब चेतु त जिल्ल। गल्ती के भयो उसले बुझ्नै सकेन। पाठ पढाउने गुरु, तर सही उत्तर दिँदा कुटाइ खाने चाहिँ चेला। खैर, यो एउटा थप्पडले मात्रै चेतुको आँखा खुलेन। वर्षौं लाग्यो। बिस्तारै यस्तै घटनाहरूले उसको मनमा भएको गुरुको मूर्ति भत्किँदै गयो। खास गरी जब रामप्यारीको घरमा खाना खाएको पोल खुल्ने डरले गुरुले जातपात विरुद्ध ठूल्ठूलो भाषण दिन्छन्, तब त उनको पाखण्ड उदाङ्गै हुन्छ। अब कथा आइपुगेको छ अन्तिम अध्यायमा, भनौँ न फाइनल म्याच, जहाँ चेलाले गुरुलाई नै मात दिन्छ। समय बित्यो। चेतु अब ठिटो भइसक्यो। 18 वर्षको। एक दिन ऊ एउटा पूजाबाट आफ्नो पहिलो राम्रो कमाई लिएर आउँछ। सत्तलमा बस्नेका लागि त यो ठूलै खजाना थियो। तर गुरु त गुरु नै हुन्, उनले सोधपुछ सुरु गरिहाल्छन्। चेतुले पनि अलिअलि चलाखी गर्न खोज्छ, केही पैसा र सामान लुकाउँछ। तर कहाँ टिक्नु गुरुको अगाडि, उसको झुट समातिहाल्छ। त्यसपछि के थियो र? गुरुको रिसको पारो चढिहाल्यो। चेतुले बेस्सरी कुटाइ खान्छ अनि उसको सबै सामान, पैसा, नयाँ लुगा, जुत्ता सब खोसिन्छ। अब चेतुसँग घुमाउनलाई केही पनि बाँकी छैन। र जब केही गुमाउनु पर्दैन, मान्छे सबैभन्दा शक्तिशाली हुन्छ। उसले आफ्नो ब्रह्मास्त्र प्रयोग गर्छ, एकदम शान्त भएर। रामप्यारीको बारेमा एउटा काल्पनिक कथा बुन्छ। बस त्यही एउटा वाक्यले गुरुको होस उडाइदिन्छ। अघिसम्म रिसले रातो भएको अनुहार डरले सेतो हुन्छ। खेल यहीँ पल्टिन्छ। गुरु आफ्नो जालमा आफै पर्छन्। उनले थाहै नपाई आफ्नो गोप्य सम्बन्ध स्वीकार गर्छन्। त्यसपछि त चुपचाप चेतुको सबै सामान फिर्ता। शक्ति अब गुरुको हातबाट चेलाको हातमा सर्छ। खेल खत्तम। आखिरमा चेतुले त्यो पाठ सिक्यो जुन कुनै किताबमा लेखिएको थिएन। उसले संसार बुझ्यो, मान्छे चिन्यो, त्यो पनि आफ्नै गुरुको कमजोरी र पाखण्डबाट। अनि ऊ भजन गाउन थाल्छ, तर यो भजन उसको जितको धुन हो। अब अन्तिममा एउटा प्रश्न उठ्छ,
वास्तवमा गुरुले चेलालाई धर्म सिकाउँदै थिए कि यो छलकपटले भरिएको संसारमा कसरी बाँच्ने भनेर तयार गर्दै थिए। सोचौं त।